नमस्कार साथीहरू, यदि तपाईको निन्द्रा बिहान 3 बजेदेखि 5 बजेसम्म खुल्ने गर्दछ भने यो भिडियो अन्तसम्म अवश्य हेर्नुहोस्। आज हामी तपाईलाई बताउने छौं कि भगवान कृष्णका अनुसार बिहान 3 देखि 5 बजेको बीचमा उठ्ने मानिससँग यस्तो के हुन्छ जसले उनलाई संसारका सबै मानिसबाट अलग बनाउँछ। जब भगवानले सृष्टिको रचना गर्नुभयो तब उहाँले धेरै कुराहरू अधुरो छोड्नुभयो। केही प्रश्नहरूको उत्तर दिनु भएन र केही रहस्यहरू अनसुल्झा नै रहन दिए र यो सबै मानिसहरूमाथि छोड्नुभयो कि कसरी तिनीहरूले ती आवश्यक कुराहरू पूरा गर्छन्, ती प्रश्नहरूको उत्तर पत्ता लगाउँछन् र ती रहस्यहरू सुल्झाउँछन्। हाम्रो जीवनमा जे राम्रो वा नराम्रो हुन्छ त्यो सबैमा ईश्वरको इच्छा र कुनै न कुनै सन्देश लुकेको हुन्छ। यदि हाम्रो मनमा ईश्वरप्रति श्रद्धा र विश्वास छ भने मात्र हामी ती सन्देशहरू बुझ्न सक्छौं। धेरै पटक हामी मध्ये धेरैजना दुर्भाग्यवश दुर्घटनामा पर्न सक्छौं, ठूलो क्षति हुन्छ वा समस्यामा फस्न सक्छौं। यस्तो अवस्थामा ईश्वरले हामीलाई पहिले नै कुनै न कुनै संकेत अवश्य दिएका हुन्छन्। यी संकेतहरू हामीलाई धेरै तरिकाले प्राप्त हुन्छ, जस्तै वरिपरिका सामान्य घटनाहरू, घरका वृद्ध सदस्यहरूले केही नगर्ने वा बाहिर जान नदिने सल्लाह, कसैलाई गल्तीले धेरै पैसा दिनु, कागजमा नपढिकन हस्ताक्षर गर्दा मनमा बेचैनी हुनु आदि। सपनाहरूमा पनि भविष्यमा हुने घटनाहरूको संकेत हुन सक्छ। केवल खराब कुरा होइन, यदि केही राम्रो हुन गइरहेको छ भने पनि ईश्वरले संकेत दिनुहुन्छ। भगवान कृष्णले गीतामा भन्नुभएको छ कि ईश्वर सृष्टिको कण कणमा व्यस्त छन् र हामीले सृष्टिमा हुने ससाना घटनाहरूमा ध्यान दिन आवश्यक छ। प्रकृतिले दिएको संकेत र निर्देशनहरूको पालना गर्नुपर्छ। जसरी प्राय बिहान 3 देखि 5:30 बजेसम्म अनायासै निन्द्रा खुल्छ, त्यो पनि यस्तै एक संकेत हो। तपाईँ सोच्न सक्नुहुन्छ कि यो सामान्य कुरा हो, तर विशेष कुरा यो हो कि यो समय ब्रह्म मुहूर्त हो। ब्रह्म मुहूर्त भन्नाले सूर्योदय भन्दा करिब 2 घण्टा अगाडिको समयलाई जनाउँछ। भगवान कृष्णले भन्नुभएको छ कि बिरह दिनको सबैभन्दा पवित्र समय हो। यो नियमित रूपमा यो समयमा उठ्छ जसले जीवनमा सधैँ प्रगति गर्छ। ब्रह्म मुहूर्तलाई ब्रह्माण्ड निर्माणको समय पनि भनिन्छ। यो समयमा तपाईँ पनि आफ्नो विचार शक्ति र ऊर्जाको निर्माण गर्न सक्नुहुन्छ र आफैलाई पूर्ण निर्माण गरेर ईश्वरलाई महसुस गर्न सक्नुहुन्छ। आजको व्यस्त जीवनशैलीमा बिहान यस्तो समयमा उठ्न गाह्रो हुन्छ, तर यदि तपाईको निन्द्रा स्वाभाविक रूपमा यो समयमा खुल्छ भने तपाईँ भाग्यशाली हुनुहुन्छ। यो समयलाई ईश्वरको समय मानिन्छ। यस समयमा वातावरणमा एक अद्वितीय ऊर्जा प्राप्त हुन्छ जसले तपाईको सम्पूर्ण जीवन परिवर्तन गर्न सक्छ। आयुर्वेद, वेद र पुराणमा पनि यो समय आरोग्य, वीर्य, बल र विद्या प्राप्त गर्ने उत्तम मानिन्छ। वैज्ञानिक दृष्टिकोणबाट पनि यो समयमा ग्रह नक्षत्रको प्रभाव विशेष हुन्छ। वायुमण्डल शुद्ध हुन्छ र आत्मा र शरीर शुद्ध गर्ने उत्तम मानिन्छ। यस समयमा देवताहरूले कृपा गर्दछन् र माता लक्ष्मी पृथ्वी भ्रमणमा रहनुहुन्छ। जसको घर सफा हुन्छ त्यहाँ लक्ष्मीजीको आगमन अवश्य हुन्छ र त्यो घरमा सुख शान्ति ल्याउँछिन्। त्यसैले यदि तपाईँ पनि बिहान 3 देखि 5 को बीचमा उठ्नुहुन्छ भने कृपया कमेन्टमा बताउनुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा जय श्री कृष्ण लेख्नुहोस्, साथै यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।